हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी फेरि पनि फिसिङ गर्न भनेर जाँदैछौँ। अस्तिकै ठाउँमा जान लाग्यो है, एकदम रमाइलो भएको थियो अस्ति पनि। र योचोटि पनि माछा मारिन्छ, फिसिङ दामी हुन्छ भनेर एक्सपेक्ट गर्दै अर्को सोल्टी र दुईजना सोल्टीहरू चाहिँ परै भेट्ने कुरा भएको छ। अनि रड सर्ट बोकेर हामी जाँदैछौँ है त गन्तव्यतिर। सो स्टे ट्युन्ड है गाइस, अपडेट गर्दै गर्छौँ अब के हुन्छ हाम्रो दिन कसरी हुन्छ तपाईँहरूलाई पनि यो यात्रामा सुन्ने गरेर जानेछ। हाम्रो यहाँ सानो हिरोले चाहिँ हामीलाई जादु देखाउने भन्दैछ। के गर्छौ रे तिमी? ल उसले चाहिँ यहाँ ल यता हेर्दा हाँस्थ्यौ खै यस्तो गर्दा। ल बाई अवसर, ल नाइस टु मिट यु है। ल स्विमिङ मजाले गर्नु ल स्विमिङ। ए ओके ल। कुमार र मैले चाहिँ एउटा च्यालेन्ज गर्ने निर्णय गरेको छौँ आज। जसले फर्स्ट क्याच गर्छ, जसले बढी पक्रियो उसले चाहिँ वाटरमेलन पायो एउटा। यस्तो छ यहाँ एम्बियन्स चाहिँ भेट्छ। ओहो यहाँ ए यहाँ छ त माछा त दामी दामी। अस्ति थिएन यहाँ, यत्रो पक्रिनु पायो नि त राम्रो हुन्थ्यो त। छ अरे दामी छ गाइस, वेदर यस्तो छ। ल हामी एन्ट्री लिँदैछौँ यहाँनिर। जेबी फिसिङ यहाँ चाहिँ हाम्रो दुईजना साथीहरू ए बिर्सिहाल्यो। ल अब आइपुग्यो गाइज है त। अब हल्का तयारी गरेर फेरि भेट्छु तपाईँहरूसँग। यो त गोल्ड फिस भइहाल्यो, ग्रिन यो प्यारट फिस जस्तो पनि छ कस्तो क्युट। यो त गोल्ड फिसै भएर है यिनीहरू कोही भन्नु होला होइन। यो चाहिँ सबसे दामी रहेछ, यो सार्क जस्तो छ, ह्यामरहेड सार्क। त्यो चाहिँ दामी छ, यो सिल्भर कलरको चाहिँ। सो गाइज दिस इज द रोड आई विल बी युजिङ टुडे है। हेरौँ अब यो रोडले कतिको साथ दिन्छ है त। सो अहिले चाहिँ यहाँ कुमारले मस्त बेड चाहिँ मुसेर पनि रेडी पारेको छ। सुरुमा चाहिँ ठुलो मागुर माछाबाटै सुरु गर्नुपर्छ। रोशन दाई पनि आइपुग्नु भएको छ। रोशन दाई वेलकम टु माई ब्लग। थ्याङ्क यू भाइ, थ्याङ्क यू। अनि 10 केजीको समातिसकेको। हजुर अब चाहिँ समात्नु पर्छ जस्तो छ। यहाँ रडले थोरै साथ दिएको छैन, यसमा चाहिँ सिङ्गल हुक मात्रै भएर दाइले थोरै अब यसलाई मोडिफाई गरेर डबल बनाइदिए हुनुहुन्छ। दाइले आफ्नो हुक पनि ल्याइसक्नु। 20 केजी त समाते। हजुर त्यति त भएको थियो अस्ति दाइ। अनि अब मस्त लगेर गएको थियो। कुमारले चाहिँ एउटा माछा पक्रियो भन्दैछ, खै हेरौँ, लेट मी सी। हो वा ल, यो चाहिँ कमन कार्प हो, सानो साइजको मिडियम साइजको पारेको रहेछ। रिलिज गर्दा हुन्छ त्यसलाई, छोडिदेऊ उयसमै पुलमै। गाइज हाम्रो रोशन दाई चाहिँ यस्तो अब एन्थुजियास्टिक हुनुहुन्छ कि फिसिङको लागि चाहिँ। हेर्नु न अब यहाँ यस्तो सेटअप राख्नु भएको छ, हुकदेखि लिएर दाइ के भन्छ यसलाई, फ्लोटर, इन्डिकेटर, रडहरू भन्नु जाने। यो भाग चाहिँ सबै रडमा एउटा मात्रै हो यहाँको, नत्र दाइको सबै। यो रड पनि त्यहाँबाट दुइटा खेल्दै गरेको पनि। अनि ह्याप्पी अब दाइलाई भेटाएर हामी अलिअलि फिसिङको सिक्न पाइयो, गर्न पाइयो है दाइ। भेरी भेरी थ्याङ्कफुल। यहाँ दाइले अब यसको यो ऱ्याप गर्ने स्टाइल यस्तो छ। ठ्याक्क गद देखाएको, ठ्याक्क फुस्केको।
तपाईँले कहिले कति भयो यसरी अब थोरै थोरै भए पनि क्याजुअली फिसिङहरू गर्न थाल्नु भएको चाहिँ? मैले युके हुँदाखेरि हो युकेमा त त्यो दाइले हात राख्दै के एउटा माछा पकेट भएको थियो नि दाइले सालमन है कि होइन? ट्राउट 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 जुन चाहिँ एउटा कालो कालो टाटे पाङ्ले थियो नि दाइ कालो कालो साथी पाङ्ले पोर्ट्स भन्ने क्या हो अस्ति तपाईँको उसमा पनि अपलोड गर्नुभएको थियो ए के म भिडियोमा देखाउनु भएको थियो ल यो चाहिँ रेडी भएको छ। मसारी भिलिँदै जान्छ त्यो सफ्ट बनाउँदै जान्छ ल गाइस मैले एउटा माछा झिकेको छु है, फर्स्ट क्याच। यसलाई रिलिज गरिदिउँ, सानो छ नि त यो, त्यही कारणले है ठुल्ठुलो पक्रियो भने चाहिँ राखौँ ल। यो चाहिँ सानो छ त्यही भएर यसलाई रिलिज गरिदिउँ है त। ल रोशन दाईको चाहिँ बिचरा बल्ल सबै सेटअप गरिसकेर स्टार्ट हुँदैछ। Oh my god. दामी देखिँदो रहेछ त यो त। ल यो फेरि स्पेस चाहिन्छ पछाडि पनि चाहिन्छ स्पेस ए हजुर, अझै मजाले हात स्विङ गर्नु पाएको भयो है, अझै टाढा जान्छ। बेड झर्दैन यस्तो स्विङ गर्दाखेरि? झर्दो बेड चाहिँ झर्छ तर खासमा यो चाहिँ यसको लागि होइन यो यस्तो चलाउनु लागि बेड चाहिँ अलिक अडिने खालको है। ल कुमार र मेरो चाहिँ च्यालेन्जमा चाहिँ ड्र भएको छ, उसले एउटा झिकेको थियो, मैले पनि एउटा चाहिँ मेरो सोल्डे के छ पुरा स्ट्यान्ड बाई हुनुहुन्छ। रमेश सोल्डे यहाँ उहाँ पनि स्ट्यान्ड बाई। म चाहिँ अब फेरि पनि बेड हाल्न जाँदैछु है त, अर्को फिस पर्छ कि। यहाँ छ मेरो रड। दामी पारे यार। ल गाइस कुमारले पनि यहाँ नम्बर 2 माछा पारिसक्यो। अहिले फेरि हाम्रो म्याच ड्रमा आइसक्यो। त्यो अहिले तपाईँले समातेको हो क्या। दामी छ ल, ड्र ड्र ड्र। बडाका यार कतै ज्ञान यो चाहिँ छ सो गाइस अब धेरै बेर भइसक्यो बसेको यहाँनिर। यो पुलमा खासै माछा पनि मारेन, उतापट्टि अलिअलि परेको थियो, बस्दा बस्दा बोर भयो, त्यही भएर अब दाइहरू साथीहरू पनि घर जाउँ भन्दैछ, त्यही भएर आई थिङ्क आई सुड एड माई भ्लग हियर। थ्याङ्क यू फर वाचिङ माई सर्ट। अनि मजा नआए पनि सानो भ्लग हेरिदिनु भएकोमा धन्यवाद। बाई बाई।